जस्तो लाइक सो म चाहिँ अन द वे टु टुल्फी फार्म अनि त्यो चाहिँ मलाई एकदम ड्रिम प्लेस जस्तै भयो अनि म चाहिँ युके आएको जस्तै 8-9 महिना भइसक्यो सो म चाहिँ यस्तो आउटसाइड घुमेको छैन किनभने यु नो एज अ स्टुडेन्ट भेरी हार्ड टु सर्भाइभ हियर नाउ आइ एम प्लानिङ टु नाउ आई निड टु गो ओभर देयर बिकज आई निड टु एक्सप्लोर द सिटी एन्ड प्लेस आफ्टर द्याट आई वुड फिल लिटल बिट रिलिफ एन्ड नाउ माई मेन्टल हेल्थ अल्सो गुड अन द थिङ लिटरली लाइक यहाँ चाहिँ अलोन सर्भाइभ गर्न एकदम डिफिकल्टी हुन्छ सो तपाईँहरूले चाहिँ आफूले आफूलाई मोटिभेट गर्नु होला सो अब चाहिँ म जाँदैछु अन द वे छु अनि हजुरहरूको सामु म फेरि पनि भेट्नेछु अनि आजको तपाईँहरूलाई आज वेदर युकेमा चाहिँ एकदमै राम्रो छ अनि यु नो भेरी सनी डे लभली डे एन्ड यु क्यान सी हियर नाउ आइ एम गोइङ ओभर देयर भेरी एक्साइटेड तपाईँहरूलाई साथीसँग हिँड्नु मन लाग्छ समटाइम्स आइ टेक माई ओन फेस आफ्नो लागि पनि समय निकाल्नुहोस् र यु नो एक्सप्लोर गर्नुपर्छ ठाउँहरू अनि म चाहिँ एकदम अनएक्सपेक्टेड निस्केको हो आज चाहिँ होइन किनभने अफ पिक आवर थियो सो आई बोय टिकेट ओभर देयर एन्ड नाउ आइ एम गोइङ ओभर द ड्रिम फार्म सो अब नेक्स्ट विकबाट चाहिँ त्यो ठाउँ बन्द हुन्छ सो म चाहिँ त्यो चान्स मिस गर्न चाहदिनँ बिकज आई लाइक फ्लावर्स अनि फ्लावरकै कुरा गर्नुपर्छ यहाँ मैले फ्लावरै लगाइरहेको छु अनि मलाई चाहिँ यो ब्याक क्यामेराबाट भ्लग गर्न अलिक नलेज छैन किनकि म फर्स्ट भएर पनि होला अनि नाउ आई एम हियर इट्स भेरी गुड डे एन्ड सनी लभली डे सी यू नक्कल पारेर अनि अब चाहिँ म अन द वे छु र म चाहिँ एकदम ह्याप्पी पनि भएँ किनकि यु नो आइम वर्किङ लाइक 6 day full time and now I'm on my holiday period and so I need to take my own space like I need to go over there somewhere to you know like places explore गरौँ भन्ने चाहिँ मेरो मान्यता हो र so I'm going over there and now I'm just taking some makeup and wearing on the way because unfortunately I'm very late you know मैले टाइम म्यानेज गर्न एकदमै गाह्रो छ भन्दाखेरि म फेरि निस्किने भनेपछि मेरो मोड स्टेबल आउन आम भेरी मोडिकल एन्ड नाउ म निस्कि पनि सकेँ एन्ड यस आम एक्साइटेड हजुरहरूलाई म फेरि नेक्स्ट स्टपमा हजुरहरूसँग फेरि भन्छु है त तपाईँहरू तुर्की फार्म जान चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चिप टिकट बुक गर्नु होला अनि तपाईँहरूसँग ट्रेन स्टेसन रेलवे कार भयो भने द्याट इज भेरी बेटर फर यु एन्ड नाउ आइ एम गोइङ टु तुर्की फार्म एन्ड चाहिँ इन फर्स्ट रिल भिडियो इन्स्टाग्राममा सो सबैजनाले हेरिदिनु होला म चाहिँ अहिले बर्मिङम पुगेँ अनि बर्मिङमबाट मैले फेरि अर्को ट्रेन स्टेसन चेन्ज गर्नुपर्ने हुन्छ विच इज लाइक नर्मली आई निड टु चेन्ज द प्लेटफर्म्स एन्ड सो अब चाहिँ म 11-16मा चाहिँ पुग्छु अनि म यो प्लेटफर्म चेन्ज गरेर अनि डाइरेक्ट ओभर त्यहाँ पुग्नको लागि सो अनि हाम्रो नेपाल जस्तै हरियाली छ युके चाहिँ तर हिमाल पहाड तर जे भयो नि आफ्नो देश जस्तो प्यारो हुँदैन तैपनि लाइक नर्मली यहाँ चाहिँ एकदम ग्रिन प्लेसहरू पनि छ अनि सो हरियाली जताततै त्यही हो हरियाली अब चाहिँ म बर्मिङम पुगेँ लाइक म चाहिँ 9:36मा हिँडेको थिएँ अहिले चाहिँ 11:16 भयो प्लेटफर्म चेन्ज गरेर तपाईँलाई 7 बजिरहेको छु 7 मैले 7 हराएको होला अर्को साइडमा जानुपर्ने हुन्छ अनि जाँदैछु होइन साथीहरू के गर्नु अलिकति ट्राभल गर्नै पर्दो रहेछ घुम्न जानको लागि टाइम जानुपर्ने हुन्छ सो म अब जाँदैछु प्लेटफर्ममा गएर हजुरलाई फेरि हजुर होइन त्यहाँबाट जान्छु म चाहिँ यो गएको सो चाहिँ
छु प्लेटफर्म 7 भन्नुभएको छ उहाँहरूले सो त्यसो गरेर त्यो ट्रेनको जानको लागि रेडी हुँदैछु र यहाँ वेट गरिरहेको छु 11:42 चाहिँ यहाँबाट ट्रेन जाने रहेछ सो म चाहिँ वेट गरिरहेको छु अनि अब आउँछ ट्रेन अनि होपफुल्ली बसिरहेको छु है वेट गरेर गरिरहेको छु लाइक न्यू एक्सपिरियन्सेसहरू दिइरहेको छु रेजिस्ट्रेसन चाहिँ मिस गरेर भएर चाहिँ फेरि जाँदैछु अनि म चाहिँ अर्को नेक्स्ट स्टेसनबाट जाँदैछु दिनलाई ढिलो रमाइलो भयो मेरो अलवेज लाइक अलवेज लेट एकैजना लर्निङ डे भइरहेको त्यही 11:42 को ट्रेन चढिसकेको छु म अब जाँदैछु अनि चार्ज लगाएर चाहिँ किनभने चार्ज छैन सो बनाउँछु चार्ज गर्छु तपाईँहरूले चाहिँ फेरि अनलाइन फेरि साह्रो चोटिने छु है त नेक्स्ट स्टपमा चाहिँ मेरो डेस्टिनेसन हो होइन सेटलहाम स्पा भन्ने ठाउँमा चाहिँ म पुगेँ अब चाहिँ मेरो नेक्स्ट स्टप आउँदैछ अनि त्यसमा चाहिँ म उत्रिन्छु अलिकति नर्भसनेस चाहिँ हुँदो रहेछ फर्स्ट ट्राभल एक्सपिरियन्स त हो होइन त्यसपछि हेरौँ अब चाहिँ म चाहिँ अब तरुणको टाइम भइसकेको छ अनि बिहान म 9:36 मा हिँडेको थिएँ अनि त्यो ट्रेनमा चाहिँ इट्स अलमोस्ट लाइक 3 hours and now I'm going over there and so let's see अब चाहिँ आजको दिन कस्तो हुन्छ हजुरलाई सब कुरा फुल डिटेलमा भनेको छु I have my home and now like normally today is very best day and it's very sunny day lovely day so काम भएको कारणले गर्दा चाहिँ एकदमै राम्रो छ वेदर पनि अनि सुटेबल पनि छ अनि सो मैले अब डिसाइडेड गरेको कुरा चाहिँ आम भेरी ह्याप्पी टु से द्याट सनी डेमा चाहिँ एकदमै बेटर हुन्छ अनि काम आउनको लागि होइन अनि तपाईँहरूलाई के रिकमेन्ड गर्छु भने अलिकति ट्राभल कस्ट चाहिँ लाग्छ तर सुटेबल फर लाइक नर्मली दिस विक ओन्ली धुक्रीपामा चाहिँ यो विक मात्रै लाग्ने मेला लाग्ने भन्छ नि हाम्रोमा फेस्टिभल हो होइन नेक्स्ट महिना चाहिँ फिनिस हुन्छ सो आम भेरी सुपर एक्साइटेड टु सी द भ्यू एन्ड लाइक
सो गाइज वेलकम ब्याक फाइनली म चाहिँ हाम्रो डेस्टिनेसनमा पुगेँ अनि म कति फाइनल डेस्टिनेसनमा पुगेँ हजुरहरूलाई चाहिँ म बाहिर निस्केर फेरि पनि हजुरहरूलाई म सोधिने छु अनि तपाईँहरूलाई भनेछु कि कस्तो थियो आजको मौसम बाहिर चाहिँ एकदमै मस्त घाम लागिरहेको छ अनि तर युकेको वेदर लाइक मैले केटी मान्छेको मोटो युकेको वेदर लाइक सिमिलरली समटाइम्स होइन अब चाहिँ गर्मी स्टार्ट भएको जस्तो चाहिँ बाहिरको अवस्था छ अहिले चाहिँ अनि अब म चाहिँ बाहिर निस्किन्छु अनि हजुरलाई भेट्छु। आज चाहिँ मेरो के भयो भने कोइन्सिडेन्ट चाहिँ मैले टिकट लिएको मर्निङको होइन मर्निङको टिकट लिएर त्यस्तो कामको लागि आउँदै थिएँ अनफर्चुनेटली म चाहिँ अहिले रङ वेमा छु र म चाहिँ अहिले उबर गरेर जाँदैछु ततातै अब सो जाँदैछु अब लेट्स सी अब 1 hour and 24 minutes-मा चाहिँ पुग्छु। सो चाहिँ काम लागिरहेछ दुखिरहेछ के गर्ने अब अहिले अब पुग्छु होला 1 hour-मा अनि त्यसपछि मेरो टिकटको के भयो होला मेरो रिटर्न टिकटको के भयो होला आज मेरो प्याज सो तपाईँहरूलाई म भेट्छु ल सी यु गाइज। म चाहिँ उबरबाट उत्रिसकेँ एन्ड आई एम अन माई डेस्टिनेसन एन्ड सो मेरो हात खराब भइरहेछ गाह्रो भइरहेछ एन्ड म चाहिँ जाँदैछु है त यो मादरपट्टि होइन अनि यहाँ चाहिँ पुरै फ्यामिली इन्भाइरोमेन्ट रहेछ सो जाँदैछु बल्ल बल्ल पुगेँ उबर गरेर आएँ रङ अलिकता माइल पर भएर सो जाँदैछु सो छिउ तुर्फी काम चाहिँ साथीहरू अनि म फर्किन लागिसकेँ अनि तपाईँहरूलाई स्वागत छ निस्किसक्यो हाम्रो गार्डन छोडेर सो म चाहिँ तुर्फी फार्म पुगिसकेँ अनि यो चाहिँ भ्यू हो होइन अनि म चाहिँ एकछिन हावामा खाएर फार्म फ्लावर हेर्दै आनन्द लिँदैछु आनन्द फ्लावर गार्डन। हाई सरिसमा हेलो खुसी लाग्छ नेपाली जहाँ गयो नि हामी नेपाली झल्किन्छौँ होइन फ्लावर गार्डनमा पनि भेट्यौँ अनि के छ अनि ठिक छ सब ठिक छ नि हजुर मेरो पनि ठिक छ अनि यो फ्लावरको बारेमा तिमीलाई के भन्नु छ बारीको पाटा जस्तो लाग्दैन तिमीलाई एकदम सेम त्यो नेपालमा त्यो आलु खोर्सानी होइन आलु रोपेको अनि त्यो ड्याङ पारे जस्तै देखिन्छ एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ अलिकति फरकै हुन्छ जे पनि त्यो मान्छेमा त हुन्छ मान्छेमा नि हुन्छ त्यही भएर हामीले डर धेरै एक्सपेक्ट गर्नुहुन्न सो चाहिँ बारीमा तपाईँहरूलाई स्वागत छ। मेरो नि बिस्तारीवाला खिचिदिनु न हजुरले जिरोको बसाइ कस्तो हुँदैछ त बिजक रमाइलो अनि यो फर्ममा हेरेर एकदम रमाइलो भइरहेछ आज हामी टुलिप गार्डन घुम्न आएको थियौँ यहाँ दिदीसँग भेट भयो दिदी गार्डन भएको दिदीले आफ्नो कहानी बताउनु भयो कहानी एकदम दुःख लाग्दो थियो ट्रेन छुटेर 3 घन्टाको बाटो कतिवटा ट्रेन चेन्ज गर्नु पर्यो मैले मेरो ट्रेन चेन्ज गरेर अनि फेरि उबर गरेर यहाँसम्म आइपुग्नु टुलिप गार्डनमा अनि गार्डन दिन खराब भएर यो गार्डन प्लिज यो भिडियो हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला उहाँको च्यानललाई थ्याङ्क यू सो मच भन्नु है तपाईँ अनि यस्तो राम्री भएर अनि हिँड्दाखेरि अनि गरिदिनु होला दिदीको च्यानल थ्याङ्क यू सो मच। एकचोटि 16 साथीहरू मेरो साथीहरूले सबजना मेरो भ्लगमा सबलाई
डोन्ट फर्गेट टु सब्स्क्राइब है गाइस उबर पनि भेट्दैन ट्रेन भेट्दैन यस्तो यो आलुको फर्ममा नआउनु होला आलुको A half mile enter the roundabout and take the second exit onto Northampton Road. Enter the roundabout and take the second exit onto Northampton Road.